तपाईले जुन घर किन्नुभयो त्यसको अघिल्लो मालिक अझै पनि त्यही कतै लुकेर बसेको छ भने? साथीहरू, आज म तपाईहरुको सामु एउटा साइकोलोजिकल थ्रिलर मुभी लिएर आएको छु। फिल्मको सुरुवात हुन्छ जेभियरबाट, जसको एउटा शानदार घर र कार छन्, जसले उ निकै धनी छ भन्ने आभास दिन्छ, तर उसले लामो समयदेखि कुनै जागिर पाएको छैन। यसै कारण उसको पारिवारिक आर्थिक अवस्था निकै खराब हुन्छ। जेभियरले धेरै जागिरको अन्तर्वार्तामा भाग लिएको थियो, तर कुनैमा छानिएको थिएन। एक साँझ जब उदास भएर घर फर्किन्छ, उसकी श्रीमतीले उसलाई आफ्नो शानदार घर र कार बेच्ने सल्लाह दिन्छ। जेभियरले चाहँदा नचाहँदै यो कुरामा सहमति जनाउनुपर्छ। उसकी श्रीमतीले घरेलु कामदारलाई पनि कामबाट हटाइदिन्छ, जो आफ्नो जागिर गुमाउँदा निकै दुखी हुन्छ। जाँदै गर्दा उनले जेभियरतिर डुप्लिकेट चाबी फ्याल्छिन् र त्यहाँबाट जान्छन्। अब जेभियर एउटा सानो अपार्टमेन्टमा सरेको हुन्छ। ऊ आफ्नो प्रोफाइल सुधार्न एउटा छोटो कोर्समा पनि भर्ना हुन्छ, ताकि उसले भविष्यमा राम्रा अवसरहरू पाओस्। साथसाथै ऊ अन्तर्वार्तामा पनि सहभागी भइरहन्छ। ऊ धेरै पटक असफल हुन्छ, तर अन्ततः एक दिन उसलाई जागिरको अफर आउँछ। ऊ धेरै खुसी हुन्छ, तर तबसम्म मात्र जबसम्म उसलाई थाहा हुँदैन कि उसले कम्पनीमा पहिलो 6 महिना बिना तलब इन्टर्नको रूपमा काम गर्नुपर्छ, अर्थात् अनुभवको लागि उसले निशुल्क काम गर्नुपर्ने हुन्छ। यसले जेभियरलाई निकै निराश बनाउँछ। ऊ जागिर अस्वीकार गर्छ र त्यहाँबाट निस्कन्छ। जाँदै गर्दा ऊ कारमा पहिले उसकी कामदारले फ्यालेको चाबी भेट्छ। ऊ ती चाबी लिएर आफ्नो पुरानो घरतिर जान्छ। घर बाहिर ऊ लामो समय उभिन्छ र जब ऊ देख्छ कि नयाँ मालिक घरमा छैनन्, ऊ लुकीछिपी घरभित्र छिर्छ। जेभियर त्यहाँ नयाँ मालिकको तस्बिर हेर्छ। ऊ त्यहाँबाट देखिने सुन्दर दृश्यमा टोलाउँछ, जुन उसले कहिले बिर्सिएको थिएन। त्यो दृश्य हेरेर उसलाई सान्त्वना मिल्छ र पछि ऊ आफ्नो नयाँ घर फर्कन्छ। अर्को दिन जेभियर फेरि त्यही घर जान्छ। आज ऊ त्यहाँ केही कुराहरू खोज्न थाल्छ। उसले त्यहाँ केही कागजातहरू र रातो रङको एउटा टोकन फेला पार्छ। त्यो टोकन एउटा रिह्याब सेन्टरको हुन्छ। त्यसको बारे थप जानकारी थाहा पाउन जेभियरले कम्प्युटर चलाउँछ। त्यस कम्प्युटरबाट जेभियरले धेरै जानकारी पाउँछ। उदाहरणका लागि झन्डै 1 वर्ष अघि त्यो परिवार कार दुर्घटनामा परेका थिए, किनभने घरको मालिक मादक पदार्थ सेवन गरेर गाडी चलाइरहेका थिए। त्यसैले उनको ड्राइभिङ लाइसेन्स 1 वर्षको लागि रद्द गरिएको थियो। त्यहाँ जेभियरले त्यो मालिकको पुरै दिनको तालिका पनि पाउँछ र उसले थाहा पाउँछ कि भोलिपल्ट दिउँसो 3 बजे उनी रिह्याब सेन्टर जान लागेका छन्। भोलिपल्ट जेभियर पनि त्यो रिह्याब सेन्टर पुग्छ, जहाँ मानिसहरू आफ्नो लत छोड्न जान्छन्। त्यहाँ घरको नयाँ मालिक पनि आइपुगेका थिए। जेभियर पहिलो पटक देखेर त्यहाँका मानिसहरूले पनि उसलाई सोधपुछ गर्न थाल्छन्। जेभियर झुटो कथा बनाउँछ। ऊ भन्छ कि ऊ पनि रक्सीको लतमा परेको छ, जसले गर्दा उसकी श्रीमती र छोरी उसलाई छोडेर गएका छन्। उसको कथा नयाँ मालिकको कथासँग मिल्दोजुल्दो हुन्छ र त्यसैले उनी जेभियरमा चासो देखाउन थाल्छन्, जुन वास्तवमा जेभियरको योजना नै थियो। चाँडै उनीहरू बीच कुराकानी हुन्छ र उनीहरू साथी बन्छन्। हामी ती व्यक्तिको नाम टोमस भनेर थाहा पाउँछौँ। अर्को दिन जेभियर फेरि टोमसको घर जान्छ, कम्प्युटर अन गर्छ र उसको तालिकामा धेरै परिवर्तन गर्छ र यो तालिका उसको मोबाइलसँग लिङ्क गरिएको थियो, त्यसैले उसको फोनको तालिकामा पनि परिवर्तन आउँछ। तालिका परिवर्तन भएकै कारण टोमस छोरीलाई स्कुलबाट लिन ढिला पुग्छ र यसले गर्दा उसकी श्रीमती र छोरी, उसको परिवार उसँग रिसाउँछन्। त्यसकारण टोमस निकै दुखी भएको थियो। ऊ आफ्नो परिवार सुधार्न धेरै प्रयास गरिरहेको थियो। अर्को दिन पनि ऊ पुनः रिह्याब सेसनमा जान्छ र त्यहाँ फेरि जेभियरसँग भेट हुन्छ। ग्रुप डिस्कसनपछि ती सबैजना कफी सपमा फर्कन्छन्, जहाँ टोमसले जेभियरसँग आफ्नो परिवारको बारेमा धेरै कुरा बाँड्छ। उसले आफ्नो परिवारको फोटो देखाउँछ र जेभियरलाई पनि आफ्नो परिवारको फोटो देखाउन भन्छ। जेभियर भन्छ, अहिले मसँग फोटो छैन, तर म भोलि पक्कै देखाउने छु। अब उनीहरूको मित्रता यति बलियो हुन्छ कि टोमसले जेभियरलाई आफ्नो घरमा निम्तो दिन्छ। यो बेला जेभियर निकै खुसी महसुस गर्छ, मानौ उसको कुनै मिसन पुरा भएको हो। भोलिपल्ट जेभियर एउटा फुलको गुच्छा लिएर आफ्नो पुरानो घर, अब टोमसको घरमा पुग्छ। यहाँ उसको आफ्नो पुरानो मालीसँग भेट हुन्छ, जसले सोध्छ, तपाईँ यहाँ कसलाई भेट्न आउनुभएको हो? जेभियर चाहँदैन कि कसैले थाहा पाओस् ऊ टोमससँग भेटिरहेको छ। त्यसैले ऊ भन्छ, केही कागजातहरू अझै पनि मेरो पुरानो ठेगानामा आउँछ, म ती लिन मात्र आएको हो।
अब जेभियर घरभित्र प्रवेश गर्छ। टमसले उसलाई हर्षका साथ स्वागत गर्छ, तर टमसलाई अझ थाहा छैन कि यो घर पहिले जेभियरकै थियो। जेभियर त्यहाँ समय बिताउँछ, कुराकानी गर्छ, रातिको खाना खाएर फर्किन्छ। भोलिपल्ट टमस अफिस जान लाग्दा मालीले उसलाई सोध्छ, हिजो पुराना घरधनी यहाँ बिल लिन आएका थिए? टमस भन्छन्, होइन, त्यस्तो कोही आएको थिएन। अनि माली माफी माग्छ र एकातिर लाग्छ। तर उसले बुझिसकेको हुन्छ कि जेभियरको मनमा केही न केही योजना छ। ऊ टमससँग हिजो भेट्न आएको थियो, तर कसैलाई यो कुरो भन्न चाहँदैन। त्यही दिन देखाइन्छ कि जेभियर जान आफ्नो कार दुर्घटना गराउँछ। ऊ तुरुन्तै टमसलाई मद्दतको लागि फोन गर्छ। त्यो बेला जेभियरको हातमा रक्सीको बोतल पनि हुन्छ। यो देखेर टमसलाई लाग्छ जेभियरले रक्सी पिएर यो दुर्घटना भएको हो। अब टमसले बोतल जेभियरको हातबाट लिन्छ। थोरै रक्सी टमसमाथि पनि पोखिन्छ। टमस उसलाई सम्झाउन थाल्छ, रिहाबमा भर्ना भएर पनि तिमीले यस्तो गर्यौ भने यसले तिम्रो लत कहिल्यै जाँदैन। हेर, म पनि एलर्जिक छु, मैले बदाम खानु हुँदैन। यदि मैले एउटा बदाम पनि खाएँ भने म मर्छु। त्यसरी नै तिमीले पनि रक्सीलाई बुझ्नुपर्छ। यदि तिमीले पियौ भने तिमी मर्छौ। जेभियर भन्छ, म पिउन चाहँदैन थिएँ, तर हिजो जब म तिम्रो घरमा आएँ मैले देखेँ तिमी कति राम्रो जीवन बाँचिरहेका छौ। तिमीसँग परिवार छ, तिमी कम्पनीको उपाध्यक्ष पनि हो, तर मसँग न जागिर छ न परिवारको साथ। मैले आफ्नो पीडा नियन्त्रण गर्न सकिनँ, त्यसैले पिएँ। टमस भन्छ, तिमीले देखिरहेको जस्तो पनि होइन। मैले पनि धेरै सङ्घर्ष गरेको छु यो सबलाई सन्तुलनमा राख्नु, र म उपाध्यक्ष भएको कम्पनी मेरो होइन, त्यो त मेरो ससुराबाको हो। जेभियर सबै कुरा सुन्छ र भन्छ, ल मलाई केही बेरको लागि तिम्रो फोन दिऊ, मेरो फोनको ब्याट्री सकिएको छ, म काटो गराउने कसैलाई फोन गर्न चाहन्छु। टमस फोन दिन्छ, तर जेभियर फोन गर्नु अघि ऊ आफूलाई नै एक इमेल पठाउँछ। ऊ किन यस्तो गर्छ भन्ने कुरा पछि खुल्नेछ। यो सब बीच जेभियरले टमससँग एउटा बाचा पनि गराउँछ, घर गएपछि तिमी यो कुरा आफ्नो श्रीमतीलाई केही नबताउनु, म जान्दिनँ ऊ मेरो बारेमा के सोच्लिन्। टमस यस कुरामा पनि सहमत हुन्छ, तर जब उनी घर जान्छन् उनकी श्रीमतीले उनको कपडाबाट रक्सीको गन्ध महसुस गर्छिन् र उनी निकै रिसाउँछिन्। उनी भन्छन्, टमस तिमी फेरि गम्भीर छैनौ, तिमीले फेरि उही पुरानो व्यवहार सुरु गर्न लाग्यौ, जसका कारण पहिले पनि हामीले दुःख पाएका थियौँ। अब टमसले श्रीमतीलाई भन्नै पर्छ, मैले पिएको होइन, जेभियरले पिएको हो, म त उसलाई मद्दत मात्र गर्न गएको थिएँ। केही समयपछि जेभियरलाई मालीको फोन आउँछ। ऊ भन्छ, मलाई थाहा थियो तिमी टमससँग भेट्न आफ्नो पुरानो घर आएको थियो, बिल लिन होइन। यदि तिमी चाहन्छौ कि म यो कुरा प्रहरीलाई नबताऊ, भोलि मलाई भेट्न आऊ। जेभियर बाध्य भएर उसलाई भेट्न जान्छ। माली उसलाई भन्छ, मैले बुझिसकेको छु कि तिम्रो टमसप्रति नियत राम्रो छैन। यदि तिमी चाहन्छौ कि म प्रहरीलाई नभनौँ, तिमीले मेरो लागि पनि केही काम गर्नुपर्छ। मलाई टमसकी छोरीको लुगा ल्याइदेऊ। यो सुनेर जेभियरलाई धेरै रिस उठ्छ कि यो माली कति नीच मान्छे हो, तर उसले आफ्नो योजना बिगार्न चाहँदैन, त्यसैले ऊ सहमत हुन्छ। अब जेभियर बाध्य भएर मालीको लागि टमसको घर जान्छ, कामदारको रूपमा। त्यो बेला घरमा कोही हुँदैन, तर जेभियर त्यो काम पुरा नगर्दै त्यही बेला टमसकी पत्नी घर फर्किन्छन्। अब जेभियर निकै डराउँछ। संयोगको कुरा के थियो भने त्यस समय टमसकी पत्नी जेभियरलाई फोन गर्न लागेकी थिइन्। उनी उसलाई केही भन्न चाहन्थिन्। जसै उनले फोन गरे जेभियरको मोबाइल बज्यो। उनले त्यो रिङटोन पनि सुनेकी थिइन्, तर त्यसलाई भ्रम सम्झेर उनी आफ्नो काम गर्दै त्यहाँबाट जान्छन्। अन्ततः जेभियर बच्न सफल हुन्छ। केही समयपछि देखिन्छ कि जेभियर र टमसकी श्रीमती एक रेस्टुरेन्टमा भेट्छन्, जहाँ उनले जेभियरलाई भन्छन्, म चाहन्न कि तिमी टमससँग भेट गर, म चाहन्न हामी फेरि पहिले जस्तै ठुलो समस्यामा परौँ। पहिला रक्सीको बानीकै कारण हामी ठुलो दुर्घटनामा परेका थियौँ, त्यो दुर्घटनाबाट हामी बचौँ, तर अब म चाहन्न कि टमस तिमीसँग बस्दा फेरि रक्सीको लतमा परौँ। यहाँ जेभियर चालाकी गर्छ र भन्छ, म होइन, टमस आफैले रक्सी पिएको थियो। उसलाई एउटा इमेल पनि देखाउँछ जहाँ लेखिएको हुन्छ, छिटो यहाँ आऊ, म समस्यामा छु। यो इमेल वास्तवमा त्यही थियो जुन जेभियरले टमसको फोनबाट आफैलाई पठाएको थियो, अर्थात् उसले पहिले नै यो योजना बुनेको थियो। अब घरमा टमस र उनकी श्रीमती बीच यसै अचमचदारीका कारण ठुलो झगडा हुन्छ। उता हामी देख्छौँ कि जेभियरको घरमा एउटा पार्सल आउँछ, जहाँ भित्र पेपर स्प्रे र पिनट स्प्रे हुन्छ। जेभियरले धेरै चालाकीपूर्वक पिनट स्प्रेको सानो मात्रा पेपर स्प्रेमा हाल्छ र बाँकी चिज फ्याँकिदिन्छ। जेभियरले यो सबै गर्दा उसलाई उसको आफ्नै श्रीमतीले पछ्याइरहेकी थिइन्। उसले यो स्प्रे टमसकी श्रीमतीलाई दिन चाहन्थ्यो, तर उसलाई शङ्का लाग्यो कि उसको श्रीमती उसलाई पछ्याइरहेकी छन्। त्यसैले ऊ आफ्नो कोर्स सेन्टर जान्छ। जेभियरलाई कक्षामा बसेको देखेपछि उसकी श्रीमती ढुक्क भएर त्यहाँबाट फर्किन्छन्।
त्यसपछि जेभियर मालीसँग भेट्न जान्छ। उसलाई टमसकी छोरीको लुगा दिन्छ, तर अब मालीको माग झनै बढेको हुन्छ। जेभियरलाई भन्छ, तिमीले यो क्यामेरा टमसको छोरीको कोठामा राख्नुपर्छ। जेभियरलाई लाग्छ अब यो माली उसकै लागि खतरा बन्दै गएको छ, त्यसैले जेभियर उसलाई चालाकीपूर्वक मारिदिन्छ र सबैलाई लाग्छ कि मालीको मृत्यु दुर्घटनाले भएको हो। जेभियर कतै पनि फस्दैन। त्यसपछि जेभियर टमसको अफिस जान्छ। टमसलाई भेट्न चाहन्थ्यो, तर टमस धेरै रिसाएको थियो, किनभने जेभियरले हिजो उसकी श्रीमतीलाई झुट बोलेको थियो, जसका कारण ठुलो झगडा भएको थियो। रिसको जोगमा टमसले जेभियरलाई कुट्छ र जेभियरको मुख र नाकबाट रगत बग्न थाल्छ। यस्तो अवस्थामा जेभियर पट्टी लगाउन जाँदैन, बरु टमसको श्रीमती कहाँ जान्छ र भन्छ, हेर्नुहोस् तपाईँको पतिको अत्याचार। अर्को झुट बोल्छ। टमसले हामीलाई रेस्टुरेन्टमा सँगैको बसेको देखेपछि अब उनलाई लागिरहेको छ कि हामी दुई बीच अफेयर छ। जेभियर भन्छ, मलाई लाग्छ अब टमसको रक्सीको लत झन बढेको छ र अब ऊ रिस र नसामा तपाईँलाई हानि गर्न सक्छ, त्यसैले मसँग यो पेपर स्प्रे छ, तपाईँ राख्नुहोस्। यो उही स्प्रे थियो जहाँ जेभियरले पहिले नै पिनट झोल मिसाएर राखेको थियो। त्यसपछि जेभियर आफ्नो घर जान्छ र श्रीमतीलाई भन्छ, मलाई केही अत्यावश्यक काम छ, म केही दिन सहर बाहिर जाँदैछु। श्रीमतीले धेरै पटक सोद्धा पनि ऊ केही नबोलिकन हतारमा निस्कन्छ। त्यसपछि जेभियरले टमसकी श्रीमतीलाई फोन गर्छ र भन्छ, मलाई थाहा छ कि तपाईँ र तपाईँकी छोरी जिम्नास्टिकको ठुलो फ्यान हुनुहुन्छ, म तपाईँलाई प्रसिद्ध जिम्नास्टसँग भेट गराउन चाहन्छु। यो सुनेर टमसकी श्रीमती निकै खुसी हुन्छन् र जेभियरसँग जान तयार हुन्छ। तिनीहरू जिम्नास्टसँग एउटा परिवार जस्तै फोटो खिचाउँछन् र जेभियर त्यो फोटो जान टमसलाई पठाउँछ। यो फोटो देखेर टमस गहिरो दुःखमा डुब्छ। दुःखले उसलाई च्याप्छ र महिनौपछि उसले फेरि रक्सी पिउँछ। जेभियर यही चाहन्थ्यो। उसले टमसकी श्रीमतीलाई यो विश्वास गराउन चाहन्थ्यो कि टमस अझै पनि रक्सी पिउँछ र यो सबै गरेर उसले टमसलाई फेरि पिउन बाध्य बनाउँछ। यसरी टमसकी श्रीमती विश्वस्त हुन्छन् कि उनका श्रीमानले कहिले रक्सी छाडेनन्। उनी त झुट बोल्दै थिए, तर टमसले पनि आफै देखेका थिए कि उनीहरू दुई जेभियर र आफ्नै श्रीमती सँगै आइरहेका थिए। रिसले टमस आगो हुन्छ र आफ्नै श्रीमतीलाई कुट्न थाल्छ। टमसकी श्रीमतीसँग आफूलाई बचाउने कुनै उपाय हुँदैन। उनी जेभियरले दिएको पेपर स्प्रे सम्झिन्छन् र ड्रयर खोलेर निकाल्छन्। त्यसलाई टमसमाथि छर्किन्छन्। अब त्यो स्प्रेमा पिनट सोल्युसन थियो। टमसलाई तुरुन्त एलर्जीको प्रतिक्रिया हुन्छ र सास फेर्न गाह्रो हुन्छ। टमसकी श्रीमती सोध्छिन् कि ऊ मरो। आत्तिएर जेभियरलाई फोन गर्छिन् र उसलाई बोलाउँछिन्। जेभियर आउँछ, पहिला उनलाई शान्त पार्छ र आफ्नो कोठामा पठाउँछ। अनि टमस कहाँ जान्छ र हेर्छ। टमस अझै जिउँदै थियो, तर पीडामा छटपटाइरहेको थियो। तर जेभियर चाहँदैन थियो कि टमस बाँचोस्, त्यसैले ऊ उसको मुख थिचेर मारिदिन्छ। उसले पहिले नै योजना बनाएको थियो, अर्थात् ऊ टमसलाई मार्ने योजनासहित आएको थियो र अन्ततः टमसको मृत्यु हुन्छ। अब कथा केही महिनापछि पुग्छ। हामी देख्छौँ कि जहाँ टमस पहिले उपाध्यक्ष थियो, उही कम्पनीमा अहिले जेभियर उपाध्यक्षको पदमा बसेको छ, किनभने उसले टमसकी श्रीमतीसँग बिहे गरेको छ। टमसलाई मारेर जेभियरले सबै कुरा कब्जा गर्छ, घर पनि, परिवार पनि, र आफ्नो जीवनलाई सम्पूर्ण रूपमा व्यवस्थित गर्छ। अब हामी देख्छौँ कि जेभियरकी पहिलेकी श्रीमती उसलाई भेट्न आउँछिन्, जसलाई उसले यसबीचमा डिभोर्स गरिसकेको हुन्छ। उनले जेभियरलाई भन्छन्, म जान्दछु कि तिमीले टमसलाई मारेको हो, किनभने मैले देखेकी थिएँ जब तिमीले पिनट सोल्युसन पेपर स्प्रेमा मिसायौ। म चाहे अहिले पनि प्रहरीमा गएर यो बयान दिन सक्छु। जेभियर उसले गरेको ब्ल्याकमेलहरूलाई रोक्छ र भन्छ, तिमी जे चाहन्छौ गर। यदि तिमी आफ्नो छोराको उज्जवल भविष्य चाहन्छौ भने तिमी यो काम गर्ने छैनौ, किनभने म तिमीलाई पैसा दिन बन्द गर्नेछु। यदि यो सबै पछि पनि तिमी अघि बढ्न चाहन्छौ भने जाऊ, अब म डराउँदिनँ। मेरो साथमा धेरै पैसा छ, म सबैभन्दा महँगो वकिल राख्नेछु, म यो मुद्दा जित्नेछु र तिमीले केही पनि पाउने छैनौ। त्यसपछि जेभियरकी पूर्व श्रीमती त्यहाँबाट जान्छन् र जेभियर आफ्नो पुरानो घर जान्छ, जसलाई उसले पहिले बेचेको थियो र अहिले फेरि आफ्नो बनाएको छ। त्यहाँ ऊ टमसकी पत्नी र छोरीलाई माया गर्छ, जो अहिले उसको आफ्नै पत्नी र छोरी भएका छन्। जेभियर दुवैसँग खुसी छ। उसको जीवन अब पूर्ण रूपमा व्यवस्थित भइसकेको छ र यतिकै दृश्यमा फिल्म सकिन्छ। यस्तै भिडियोको लागि कृपया भिडियो लाइक र सेयर गरिदिनु होला र च्यानल सब्स्क्राइब गरिदिनु होला।